हेलो गाइस, आज चाहिँ मैले तपाईहरुलाई युरोपास सिभी कसरी बनाउने भनेर देखाउन गइरहेको छु। तपाईले बाहिर पे गर्नु पनि पर्दैन। आफै तपाईसँग ल्यापटप र मोबाइल डिभाइसहरु छ भने तपाई आफै पनि युरोपास सिभी बनाउन सक्नुहुन्छ। त्यसको लागि तपाई सबभन्दा पहिले चाहिँ तपाई गुगल या गुगल क्रोममा गएर तपाईले टाइप गर्नुपर्ने हुन्छ। त्यहाँ चाहिँ तपाईले युरोपास सिभी टाइप गर्नुपर्ने हुन्छ। जस्तै मैले गरिसकेको छु। युरोपास सिभी टाइप गर्ने, त्यसपछि तपाईको यो खुलिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ। यहाँ युरोपास सिभीको एउटा क्रिएट योर सिभी युरोपास सिभी भनेर एउटा यो लिंक खुल्छ। यहाँ चाहिँ तपाई क्लिक गर्नुपर्ने हुन्छ। यो क्लिक गरिसकेपछि तपाईलाई यस्तो सर्भर खुल्छ। यसमा सर्भर हेर्ने एकचोटी तपाईं यसै गरी युरोपास सिभी को लागि यहाँ छ है लॉगिङ टु युरोपास भनेर यहाँ क्लिक गर्ने। त्योभन्दा पहिले यहाँ के लेखेको रहेछ पढ्नु पर्यो। यु मे फेस डिफिकल्टिज एक्सेसिङ सम युरोपास टुल ड्यु टु अनगोइङ टेक्निकल अपडेट्स। तपाई यो युरोपास सिभी को चाहिँ यो लॉगिङ टु युरोपासमा जानुस्। यो गइसकेपछि तपाई यस्तो खुल्छ। तपाईले यहाँ क्रिएट गर्नुपर्ने हुन्छ। इजी छ, खासै गाह्रो छैन। यहाँ वर्षमा के चेन्ज हुन्छ यसको सबै देखाएको हुन्छ। माथि पढ्न सक्नुहुन्छ हैन। यसपछि चाहिँ तपाई यहाँ इन्टर युर इमेल एड्रेस और युनिक आइडेन्टिफायर भन्ने छ। मैले चाहिँ केही छैन। यहाँ क्रिएट, त्यसको तल क्रिएट एन अकाउन्ट हुन्छ। मलाई अकाउन्ट गराउनु पर्ने हुन्छ। त्यसैले क्रिएट एन अकाउन्टमा गए यहाँ तपाई अब नाम सबै लेख्नु पर्ने हुन्छ। मैले चाहिँ यहाँ नाम लेखिदिन्छु। अब के हो तपाईको नाम त्यही लेख्ने। इमेल एड्रेस लेख्नु पर्यो। तपाईं इमेल एड्रेस हाल्नुस्। अब तपाईं यही इमेल एड्रेस तल कन्फर्म गर्नुपर्ने हुन्छ। यहाँ कन्फर्म गर्नुस् हैन। यो गरिसकेपछि तपाई आफ्नो ल्याङ्ग्वेज इंग्लिश राख्नुस्। यहाँ चाहिँ तपाईले टर्म एन्ड कन्डिसन बाइ क्लिकिङ योमा चाहिँ गरेर क्लिक गर्नुस्। त्यसपछि यहाँ तपाईलाई अलिकति वेटिङमा राख्छ 60 सेकेन्ड समथिङ। यो खुलिसकेपछि तपाईलाई अर्को अप्सनहरु आउँछ। यो आउँछ। यो पछि फेरि तपाईलाई अर्को अप्सन आउँछ। यसपछि तपाईले यहाँ चाहिँ लॉगिन गर्नुपर्ने हुन्छ। लॉगिङमा चाहिँ तपाईले यहाँ हाल्नुपर्ने हुन्छ। के भन्दाखेरि इमेल थियो तपाईको अघि त्यो हाल्नुपर्ने हुन्छ। त्यो हो यहीको इमेल। यो हालिसकेपछि नेक्स्ट गर्नुस्। यहाँ तपाईलाई धेरै अप्सनहरु दिन्छ। त्यसमा तपाईलाई यसले भेरिफाई गरिरहेछ तपाईलाई र यसमा तपाईले एउटा पासवर्ड पनि क्रिएट गर्नुपर्ने हुन्छ। यो खुल्यो न्यू पासवर्ड भनेर। You cannot change your password yet. You need to wait at least 3 minutes and 50 seconds between password change अरे ओके। यसपछि तपाईलाई यो भयो। यो खुल्यो।
तपाईलाई यो चाहिँ यो इमेलमा आएको हुन्छ। यो इमेलबाट तपाईले यो लिङ्कलाई चाहिँ यसो गरी खोल्नु पर्ने हुन्छ। त्यसपछि तपाईलाई यहाँ पासवर्ड चाहिँ तपाईको यहाँ भइरहेको हुन्छ हैन। तपाईले पासवर्ड राख्नु पर्ने हुन्छ। त्यो पासवर्डमा सबमिट गर्नुस्। यहाँ सोधेको छ पासवर्डमा के राख्ने भनेर। एउटा क्यापिटल राख्नुस् अनि अरु स्मल राख्नुहुन्छ अनि अङ्क पनि राख्नु पर्ने हुन्छ तपाईले हैन। ओके लेटर राख्नु पर्ने। प्लिज म्याच द रिक्वेस्ट फर्मेट or म्याच भएन रे। ओके तपाईको यस्तो खुल्छ। तपाईको खुलिसकेपछि तपाईलाई चाहिँ यस्तो आउँछ नि पासवर्ड प्रोसिड गर्ने पासवर्ड अनि तपाईलाई रिडाइरेक्ट यस्तोमा लाग्छ। यो चाहिँ तपाईले युरोपास एकाउन्ट बनाउँदाखेरि यसो गरेर गराउने हो। यसपछि तपाईलाई यो खुल्छ। यसमा चाहिँ तपाईले इंग्लिश चुज गर्नुस् हैन। तपाईको लगभग एकाउन्ट बन्यो। अब सीवी बनाउन चाहिँ तपाईले यहाँ जानु पर्नुस्। यहाँ होला कतै यहाँ चाहिँ क्रिएट युरोपास सीवी भनेर चाहिँ क्लिक गर्नुस् हैन। यहाँ क्लिक गरेर चाहिँ प्रोफाइलमा मलाई चाहिँ सीवी बनाउनु पर्यो एउटा। अब चाहिँ इजी छ तपाईलाई। त्यो अलिकति युरोपासको एकाउन्ट बनाउन चाहिँ अलि गाह्रो। अब चाहिँ इजी छ। यो खुल्छ। सबभन्दा सजिलो चाहिँ तपाईसँग सीवी छ भने चाहिँ यहाँ क्लिक गर्नुस् पहिलोमा अनि सीवी लाई कुनै पनि सीवी लाई ड्र्याग गरिदिनुस्। यसरी ड्र्याग गर्दा चाहिँ तपाईलाई अटोमेटिकली यसरी खुल्छ। तपाईले यहाँ नमिलेको एड गर्न पाइयो हैन। यसरी एड गर्न पाइयो। यो गर्ने तपाईलाई यहाँ के एड गर्नुपर्ने त्यो पनि एड गर्न सक्नुहुन्छ। नेक्स्ट गर्दै जाने त के छ हेर्ने। यसरी एडिट गर्नुस्। केही एड गर्नु पर्यो भने चाहिँ यहाँ जानुस्। नगरे पनि भयो। सीवी यहाँ क्रिएटमा क्लिक गरिदिनुस्। यसो गरेर तपाईको सीवी बन्यो भनौँ। अब यहाँ ल्याङ्ग्वेज एड गर्न छुट्याएर चाहिँ त्यो पनि एड गर्नु पर्यो। त्यो बेला मदर टङ के भनेर लेखेको छ नेपाली हाल्ने। मदर टङ
मलाई चाहिँ खुलेन किन? नेपाली हो त नेपाली राखिदिएँ होइन। अनि अर्को ल्याङ्ग्वेज चाहिँ इङ्ग्लिस, यसरी इङ्ग्लिस राखिदिनुहोस् होइन। अनि यहाँ छुट्याउनुहोस् कति बोल्नुहुन्छ भनेर मैले बेसिक राखिदिएँ। रिडिङ पनि बेसिक। इजी छ, हामीले यसरी यति सानो कामको लागि अरूलाई पे गर्नु पर्दैन, आफै 5-10 मिनट लिएर आफै गर्न सकिन्छ। यसरी तपाईको राइटिङ स्किल्स, बोल्ने स्किल्स, सुन्ने स्किल्स सबै कति छ के छ छुट्याउन सक्नुहुन्छ। मैले चाहिँ बेसिक राखिदिएँ सबै होइन। यसरी अर्को ल्याङ्ग्वेज एड गरौँ, हिन्दी। हिन्दी चाहिँ तपाईको यहाँ यसमा चाहिँ अलि बढी बोलिन्छ हामी। भोलि त्यही भएर यस्तो B2 गरेर राखिदिन्छु, A2 यस्तै गरेर B1 जे जति छ तपाईँले राइटिङ यसरी गर्न पाइयो। कुनै गाह्रो छैन। यसै गरेर सेभ गर्न चाहिँ नहुनु, फेरि एड हुँदैन। यसै गरी तपाईँले सिभी बनाउन सक्नुहुन्छ। यो गरिसकेपछि केही सेक्सन छुटेछ भने एड गर्न पाइयो। यसै गरेर सिभी बन्छ है। यो भाषा चाहिँ यसरी एड हुन्छ। यसरी एड भइसकेपछि तपाईको यहाँ तपाईले नेक्स्टमा क्लिक गर्नुहोस्, लास्टमा तपाईको सिभी लगभग भयो। नो थ्याङ्क्स। तपाईले यहाँ टेम्पल पनि सिलेक्ट गर्न सक्नुहुन्छ। त्यसको लागि कुन राख्ने, यो राख्ने कि जुन राख्ने, यहाँ यसरी राख्नु पाइयो। यसरी राख्नु पाइयो। यो चुज गरेपछि सेलेक्ट फेरि नेक्स्ट गरिदिनुहोस्। नेक्स्ट गरिदिएपछि तपाईलाई यहाँ अर्को अप्सन खोल्छ। यहाँ चाहिँ नाम लेख्नुपर्ने हुन्छ हैन। नाम लेख्नुहोस्, के हो नाम? लेखेपछि यहाँ डाउनलोड गर्नुहोस्। अब सिभी डाउनलोड भयो तपाईको। सक्सेसफुल फिनिस। यसै गरी हामी युरोपा सिभी बनाउन सकिन्छ। यसको लागि हामीले 500-1000 भयो भने किन अरूलाई पे गर्ने भन्ने हेतुले हामीले यसरी सिभी बनाउन सकिन्छ। युरोपास आफै बसेपछि यदि तपाईसँग कम्प्युटर र मोबाइल डिभाइसहरू छ भने चाहिँ नट अ बिग डिल, आफै बनाउन सकिन्छ। यसरी नै गर्ने। तपाईले यसको लागि चाहिँ गर्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ तपाईको डाउनलोड। तपाईको यहाँ आयो सिभी। यसरी सिभी बनाउन सकिन्छ र दिन सकिन्छ। आफ्नो नलेज नभए सिक्दा पनि हुन्छ। यही हो। यसै गरेर तपाईले बनाउन सक्नुहुन्छ। यस्तो नयाँ नयाँ भिडियो अपडेटको लागि तपाईले मेरो च्यानल सब्स्क्राइब गरिदिनु होला, भिडियो लाइक गरिदिनु होला, कमेन्ट गर्नु होला। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।